अब हामी भन्नु न होइन हामी के अरे हाइकिङमा लागेको हामी तीनजना छौँ अब तीनजना आउँदैछ हो केटाहरू ल बसु त त्यसै राख्नुपर्छ र के ब्याग हुन्छ काखमा राख्नु हुन्छ ओके बेल गाँस भात पाइदियो त हुन्थ्यो जस्तो लाग्दैछ के गर्नु अब टिकट गरेर त बस्दा हुन्छ नि त टिकट त उयो त हो हामी चल्छ अब 7 को जानु पऱ्यो कस्तो लाग्छ भेट छ होइन अघि त नसिको त अन्त तिम्रो त अब कुन गऱ्यो नि त तिम्रो दाखुरो मैले भनेको बेलुकै बेलुकैबाट बोर्ड गरेर गएको भए आएको हुन्थ्यो हो कि अन्त के गर्नु त नि के गर्नु अब 7 बजी मात्रै 7 बजी त हामी 1 मिनेट कुन स्टेसन जानु पऱ्यो हामीलाई डाइरेक्ट आउँछ यहाँबाट ल हो होइन त्यस्तै छ है होइन तर ट्रेन हाम्रो मिस भयो फाइनल्ली वी आर वेटिङ फर नेक्स्ट ट्रेन त्यो चाहिँ 7 बजी छ त्यो आउँदै गरेको त्यो पनि खिचेन ट्याक्कै जुम गरेर यस्तो स्टेसन ए त्यो जुम त त्यहाँबाट हुँदैन नि फेरि ब्लक गर्दा भिडियो ट्याक्कै बनाएको क्यास चाहिन्छ क्यास छ 10 युरो सँगसँग 100 जस्तो छ भयो 6जनाको भनेको कि छैन यो चाहिँ एकजनाको होला हौ होइन नि कहाँ 15 कहाँ हो एकजनाको मैले 6 त भनेको थिएँ भन्छ प्लस रिजर्भेसन 100 माउन्टेन्स एकजनाको होला जस्तो लाग्यो म त ए सिट नम्बर एउटा मात्रै दिएको छ नि त होइन नि 15 अनि 4.5 घन्टाको बाटो 5 युरो मात्रै हुने मैले हेर्दाखेरि मैले हिजो हेरेको चिकमा हो नि एकजनाको ए मागको त्यसो भने भनेपछि त आफू काटौँ ल 5 युरो त फेरि साह्रो बेसी भयो नि त म त 5 युरो भनेर छवटा त छवटै मागेको एउटा मात्रै त्यसो भए 3टा गर्नु पऱ्यो हाम्रो आफू काटौँ ल केटाहरूलाई टाइम त छ अब उसँग केस हुँदैन ल ल हो के अरे उयो रहेछ रिजर्भेसन सँग 15 युरो रहेछ कि एकजनाको ट्रेनको टिकट आफू गरौँ ल बेसी रहेछ नि त कम्ती भए त गरिदिउँ भन्थ्यो हो मतलब रिजर्भेसनको चाहिँ के मतलब कसरी सिट रिजर्भेसन हौ सिट पाउँदैन नि अब रिजर्भ गऱ्यो भने किन पाउँदैन पाउँछ यो पाउँछ रिजर्भ चाहिँ गर कि यसको छेउछाउमा गर्नु लगा न
मिठी फाइनली मिठी हाम्रो आयो होइन ढिलो भएर ट्रेन मिस के हुँदैन गरिहाल्छ सिट नम्बर चाहिँ यही छ भनौँ न फेरि अलगै पर्छ क्या त्यो पोपरा टाट्री होइन होइन के सिट नम्बर ट्रान्सफर गरेर निस्क्यो छेउछाउमा सिट नम्बर भन्नु न अब कसरी भन्नु फेरि ट्रान्सलेट गरेर छैन त डाटा फेरि मेरोमा छ त ओ नेहा एकछिन पक न मेरो पनि गरिदिनु सर यो सिट यसको छेउमा गर भन्नुभएको है के भनेर काट्नु टिकट के भनेर काट्नु टिकट पोपरा टाट्री भन्ने पोपरा टाट्री पोपरा टाट्री क्यास त आज गयो 7 7 यो 6 बजीको गाडी भयो नि त एकदम 6 बजीको त गइसक्यो भन्दैछ त यो त 7 बजीको होइन 6 बजीको छ त 6 को गइसक्यो अरे रिजर्भेसनमा चाहिँ 6 बजीमै जानुपर्छ यो उसमा हुँदैन नेक्स्ट ट्रेन 6-5 बजी 6 बजी काटिदिएको भर्खर त काटेको यो पनि चेन्ज गर्नुभएको न 7-1 को रहेछ ओके यो चल्दैन भयो चुनाव लाग्यो त्यहाँ म भन्छु नि के भने कतिजना 1 2 3 4 5 तपाईँ काट्दैन मेरोमा ट्रान्सफर गर्नु न 5 6 5 ticket Plaats. Daj mi ten listok. लिस्ट लिस्ट छैन नि त्यो ट्रेनको लिस्ट त्यो कार्ड भन्नु होला हौ कति रुपियाँ लिस्ट छिटिँदैन हौ यहाँ माग्दैछ नि त के त्यो कोट पोपरा टाट्री पोपरा टाट्री त्यसको आसपासमा गर्नु Ai toca mesmo. सिट नम्बर आसपासमा सिट नम्बर आसपासमा ध्यान दियो नि है भाषा नजान्नु पनि त्यही त हो भाषा नजान्नु होइन कि हो यिनीहरू नबोल्नु सिक्नु यिनीहरू यो कन्ट्री प्रब्लम हो कि न हुन्छ आउँछ नि त किन आउँछ फरेन आउँदैन हाम्रो पनि त आउँछ मैले उताबाट घुमाएर यहाँ ल्याएँ नि त मैले यतासम्म आएको थिएँ होइन यहाँको हालेको थिएँ अन्त मैले भने मलाई ढिलो आयो नि त त्यो अन्त मैले मेसेज गरेँ भने मलाई ट्रेन पक्रिन्छ छिटो आइज भनेको हो कि अन्त त्यसले भन्यो कहाँ जस्तो माथि आइज म त्यो उयोदेखि पनि माथि आएँ उसमै त्यो म अलिक माथि आइज माथि आएँ अर्को राइड गर्दै होइन मुनाले चाहिँ अर्को उयो छोड्दै रहेछ नि त किन एक्सेप्ट गरेको नि त त्यस्तै हुन्छ तिमीले गरेको होइन 5जनामै गरिदियो एउटा 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 गरेर होइन ठिकै छ त एकाउन्ट मैले हालिदिनु भने विड्रो गरिराखेँ केस छ मैले क्यास छ कि 50 युरो जस्तो छ क्यास कि सात बजीको है अब 1 घन्टा पर्खिनु पर्यो 50 मिनट म्याथिङको दिएको हेर फोन अब उयो थिएन नि त नेट छैन त्यसलाई कल गरेर उठाउनु र अध्यक्ष पनि खोलेन अन्त म तपाईँलाई त्यही भनेको त मैले तपाईँलाई होइन मैले तपाईँलाई भनेको थिएँ कि थिएन भन्दा उठ्दैन तिम्रो दा भनेर मलाई याद थियो
त्यस्तो हुन्छ ऊ पुरा यो सुट्छ क्या रेकर्डिङ रेकर्ड हुँदैछ है फाल्टु नबोल नि फेरि यता होइन न दिस नट गुड इन स्लोभाकिया नट इङ्ग्लिसरी जब क्यामेरा झिक्नु त पोस्ट पो दिनु भनेको त यस्तै है सँग बोल्दाखेरि अङ्कित यस्तै के फाल्टु चाहिँ बोल्नु भएन नि फेरि यहाँ गर्नु पनि आउँदैन हो अलिकति भम थ्याङ्क यू डाक्युएम उयो त्यो भयो साडी सक्यो चेन्ज गरिसक्यो के गरेको यसले रिजर्भेसन कति छ 10 वटा टिकट दियो त नि त्यही गरेर त महँगो काटिदियो त त्यत्रो ठिकै हो 15 ले गर न 3 15 5 कति हो ठिक हो 15,460 हो नि ठिकै हो ठिकै हो 10 वटा चाहिँ किनिदियो ए यो स्टेसन चेन्ज गर्नुपर्छ होला नि त हो कति बेसी हुन्थ्यो त्यो नेक्स्ट के गरेको खै खै अर्को टिकट देखाउ त कस्तो छ यो चाहिँ 1 युरो चाहिँ के देखाएको 1 2 ए अर्को छ उदाको होला कपाटा होइन होइन 1 युरो चाहिँ खै के को लिएको होइन हो रिजर्भेसन गरेको हो मेरो 15 आउँदा नि रिजर्भेसन 1 नम्बरमा 1 युरोमा होला 1 युरो वालामा सिट तेरो सिट छ हाम्रो सिट छ यो हो सिट छ त यी सिट 1 युरोमा छ यो डब्बा 9 होइन अनि सिट नम्बर 31 त्यो आफ्नो आफ्नो रहेछ त्यही हाम्रो मेरो 41 31 33 32 24 लु यो चाहिँ टोटल यसमा छ यो चाहिँ मेरो बिहेको निम्तो है सिट नम्बर कति गरेको छ हेर त कहिले हुने त्यो 7-1 को 7-1 मा चाहिँ माम खान्छ नि 7-1 मा चाहिँ ट्रेन आउँछ नि बिहाको हो बिहाको ए यहाँ चाहिँ कति बजी कति बजी कतिको छ सिट नम्बर 36 तेरो देखाएको कति छ 33 तिम्रो कति रहेछ 41 हो उता जिब्बर हालिदियो 1 घन्टा 9 लेखेको छ है 15 पर्यो होइन हाम्रो टिकट अँ 9 Let's go, guys. Ekspres 607 Tatran został हाँ यो भर्खर 1 लेखेको छ यहाँ हो यहाँ 1 3 यो 3 हो Oh, let's go, guys. Oh, come on. 4 दिइरहेको खोइ हो भन्छ 9 दुई छ त गन होइन यहाँ छौ 4 5 Nie mamy, nie da nam skrypta. ए चढ्दिउँ यसमै बाजे साइड गरिदिऊ E6 यहाँ छ हो आया यो यो त्यही हो उयो खोलिन त नि त्यो कुन चाहिँ हो खोल्नु ओए यो छ भयो नि त यो खोलेको छैन उताको दैलो सात एकमा हिँड्छ है खोलिदिन्छ त्यो उयो ओए 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 टाइम मेसिन टाइम मेसिनमा छिरो जस्तो लागेको नि
The next stop बाहिरबाट चढ्नु पर्छ है अब त्यही ट्रेनसिनमा गएर चढ्नु पऱ्यो यहाँ खोलेको छैन रहेछ नि त अहिले के हाम्रो चाहिँ एउटा भेबी खेलमा काट्दै क्या हामी चाहिँ अब अहिले हाम्रो सिट खोज्दै 999 यो 6 हो जाउँ न अगाडि राइट एङ्गल भएर राम्रो अब बस न बस हो यो हो 40 उता 100 आएर जस्तै यो हो 31 साइड हो साइड 36 41 भन्ने भन्छ म आउँछु नि बस टिटी आउँदैछ कि ल तिम्रो कति हो 36 हो यही हो काटिसकेर बसौँ न भाइ मतलब अझै भिआइपी पो हुन्छ कि भन्नु This is your reservation. Oh, that's okay. great. Thank you very much. This is your reservation. It's a ticket. Thank you. थ्याङ्क यू Thank you very much. And that should be all. All right. Thank you very much. Thank you. For the journey. थ्याङ्क यू बस्नु यहाँ बस्नु हुन्छ नि त होइन कि चेन्ज गर्ने उतापट्टि खाली छ त डल्लै कपी फेरि अर्को स्टेसनबाट मान्छे चढ्यो भने ए बस्नु हुन्छ त अन्त मिलेर ठिकै छ यत्रो जानु जाँदा खै त म अब मेरो भ्लगिङ फेरि सुनिरहेको छैन नि त हो के कसरी खोज्छ यो अन्त हामी त ए उता तपाईँको त के हो यो डुब्ली एउटा चटाइ लिएको हुन्थ्यो त रुबेनले है यहाँ टक्क बस्छ हुन्थ्यो त अनि सबै ग्रुपमा क्या झालमुरी बनाउनु हौ अन्त यहीँ बस्दा पनि हुन्थ्यो त है। उता चस्मा रहेछ नि यहाँ भन न हेलो गाइस आज चाहिँ हामी हेर्न त अब इङ्ग्लिस त अब त्यही हो होइन नेपाली मात्रै हुन्छ आज चाहिँ हामी तात्रा हिन्दी भन न तिम्रो हिन्दी त दामी छ त हौ ओ यस यस हेलो गाइस वेलकम टु अवर के दा व्लग चैनल सानो हल्का हिंदी में रहो ए। हिंदी में बात करेंगे हम छुट्टै से हम हिंदी से बात करेंगे हिंदी में मतलब हम लोग आज घूमने जा रहे हैं तात्रा माउंटेन एकदम पहाड़ी इलाका एकदम स्विट्जरलैंड जैसा है लेकिन स्विट्जरलैंड नहीं है ये स्लोवाकिया में है एक बहुत हम लोग मतलब इतना एक साल हो गया हम कहाँ भी नहीं गए थे घूमने के लिए अभी हम लोग जा रहे हैं और इधर पे हमारा दादा उसका कैमरा है मैं सिर्फ बोल रहा हूँ ये बहुत एक्सपेंसिव कैमरा है बहुत बहुत रिच इंसान है एंड दिस इज द हीरो
Oh, Japanese. Arigato gozaimasu. और इधर पे और हमारा दोस्त लोग है दो हेलो अभी हम लोग ना पहुँचने में कितना टाइम लगेगा कितना घंटा लगभग 4 घंटे 4 घंटे का हम लोग का राइड है इधर पे मतलब ट्रेन राइड है उसके बाद में हम लोग उधर से पहुँच जाएगा फिर उसके बाद हम लोग हाइकिंग है ना था हाइकिंग चल रहा है हम लोग चल रहा है हाइकिंग होगा उधर वहाँ से हाइकिंग शुरू है बहुत आज एक्साइटेड है हम लोग एकदम हम लोग 1 साल हो गया इधर पे काम करते करते बुढ़ा हो गया हम दाढ़ी भी सफ़ेद हो गया त्यही त भन्नु होला नि अब और हम इधर पे 5 जने उधर पे 1 जने वो समझेर हुन्छु ल यस्तो देखाएर गरौँ न जा रहे हैं हम कैबिन ये है हमारा कैबिन हाँ इधर पे ऐसा स्लाइड करके इधर पे हमारा एक दोस्त तिमी देखिरहेछौ हो यो हाई क्वालिटीको त आइफोन भन्दा डरलाग्दो हो अनि आज हम लोग जा रहे हैं चीज़ें अच्छे है ना अच्छा है ना वेदर भी बहुत मेरो यो होता है यो फर्स्टको यो हजुर हजुर ठिकै छ उता बस्दा पनि होइन लाइक एउटा इन्टरभ्यू टाइपको क्या इन्टरभ्यू गर्ने त यस गाइस अब हामी चाहिँ होइन हल्का हाइकिङतिर लागेको हामी खास भन्दाखेरि टाट्रा माउन्टेन भन्ने एउटा सानो ठाउँ छ होइन त्यो चाहिँ एक्सप्लोर गर्नु गएको स्लोभाकियाको वान अफ द बेस्ट चिङचोफा होइन ऊ चाहिँ मेरो ला अघि नेपाली बोलेको तिमी चाइनिजहरूको इन्ट्रोडक्सन दिउँ भनेर ओ त तपाईँले कहाँनिर सेयर गर्यो मैले त देखेको थिइनँ त दिस माई इन्स्टाग्राम पेज प्रमोसन फलो लाइक सेयर एन्ड सब्सक्राइब सब्सक्राइब हान्दियो उता नोटिफिकेसन जाउँ त्यसमा त्यहाँ ए फेरि एउटा नोटिफिकेसन आउँछ यस अब चाहिँ हाम्रो आफ्नो आफ्नो के अरे कम्पार्टमेन्टमा बसिरहेछ कम्पार्टमेन्टमा छौँ एकजना हाम्रो साथी चाहिँ उसको सिट चाहिँ बेग्लै भएर हामी 5 जना चाहिँ अर्को कम्पार्टमेन्टमा छौँ होइन अर्कोलाई भेट्न आएको तपाईँकोबाट सेयर भएको छैन नेटवर्क नभएर नेटवर्क नभएर सेयर भएको छैन अपलोड भएको छैन अब पाहाडतिर आइपुग्यो त हौ है कस्तो खुसी लागेन ए हुँदैछ 83% भएको अब के भन्छ यही हो है हाम्रो पारा चाहिँ एक वर्ष भएको थियो काम गरेको होइन अब सबै कुरा फ्यामिलीलाई प्रोभाइड गर्दा होइन दादा फ्यामिलीको लागि अब कतिवटा वान्सहरू पुरा गऱ्यो होइन यहाँनिर पुरा काम आयो फ्यामिलीको वान्सहरू पुरा गर्दा हो अन्त आफ्नै पनि कतिवटा कुराहरू पुरा गर्दाखेरि हामी आफूलाई पैसाहरूको अब अलिकति फाइनेन्सियल राम्रो थिएन होइन गरिब परिवारबाट आएको हामी अब यो त दामी कुरा हो नि त तर अब यहाँको मान्छेहरू चाहिँ यतिको चाहिँ यहाँनिर चाहिँ अब होइन यस्तो दामी ट्रेन छ होइन हाम्रो इन्डियामा पनि छ नि होइन किन छैन त है हाम्रो इन्डियामा पनि छ ट्रेन हाम्रो उयसमा पनि के भन्छ राम्रो राम्रो एसी ट्रेनहरू छ तर हाम्रो आफ्नै मान्छेहरूले केयर गर्दैन त्यो कुरालाई होइन यिनीहरूले चाहिँ मजाले केयर गर्छ हेर्नु कस्तो फाइनली हाम्रो क्यामेराको सेटिङ बन्यो ल हामी के कुरा गर्दै अघि ट्रेनको बारेमा है ट्रेनको विषयमा दामी छ यो अस्ति P6000 होइन अस्ति त्यो माथि त्यो भनेको अलिकति पैसाहरू पुरा केटा जुत्ताहरू पनि देखाइदिनु यस्तो रिच म्यान अझ अब हाइकिङ सुज त झन् मैले देखेको पनि थिइनँ फर्स्ट टाइम होला लाइफमा देखेको कसैकोमा छ होइन हामी त गरिब छ त्यही त हामी त एउटै जुत्ता थाहा थियो हो एउटै जुत्ता हो घुम्नु जाने त्यही जुत्ता स्कुल जाने त्यही जुत्ता
अब काममा जाँदा पनि त्यही जुत्ता। काममा जाने त्यही जुत्ता म चाहिँ उल्टा बस्छु है। रनिङ सुस अरे अहिले इन्डिया भएको के हुन्थ्यो होला हजुर अहिले इन्डिया भएको के हुन्थ्यो समात त इन्डियामा भएको के हुन्थ्यो त यस्तो हुन्थ्यो सुतेको एक्टिङ गरिदिइहाल्नु पर्ने क्या आँखा बन्द गरेर है को आउँदैछ कोटाउँदा पनि नखाएको बोल्ने डिप स्लिपमा गएको छ नि त अब बन्द गर्नु न त्यो Oh, that tunnel! We are into the tunnel! Right now. यो चाहिँ हामी चाहिँ टनलमा पस्यो एक तर वेल सो के भन्छ फोटोमा चाय ले लो चाय कफी यसको क्या ढिला भइरहेको छ है चाय ए अब त सिक्किमको विषयमा पो त्यो केटीको विषयमा बोल्नु न तपाईँ को केटी त्यो सिक्किममा रड्डी गर्दैछ त है कसरी होइन कहाँनिर अब बाहिर सिक्किमको केटी दिल्ली होइन? दिल्ली हो खाना रेस्टुरेन्टमा खाना खान्छ केटीहरू सेफ छैन यिनीहरू त्यही त भनेको यार चारो खानु त्यहाँको लोकलहरू त्यो लोकल केटीहरू कस्तो लु फेरि आयौँ हामी लामो डिस्कसन भएर होइन हामी फिल्डमा के चाहिँ गर्ने कसो गर्ने के गर्ने कसो गर्ने भनेर हामी डिस्कस गरेको थियौँ अब फाइनली हाम्रो प्लान पनि सक्सेसफुल मात्रै भयो भएको छैन तर युएल चाहिँ भएको छैन सामान भएको छ हो जस्ट डिस्कस गरेर के गर्ने कसो गर्ने यो त्यसमा पाहाडहरू पनि दामी है घरहरू हेर न भाइ चाहिँ यो चाहिँ कहाँको जस्तो लाग्यो है यो गुरुपा धान जस्तो के भन्नु न हल्का पाहाड टक्केको प्लेन छ नि है ओबी त्यो पाहाडमा नि पाहाडको अलिकति टुप्पीमा नि घर रहेछ हौ हो त्यो हटहरू होला है होटेलहरू क्या होटेल छ नि त म गर्छु नि है 200 युरोहरू केबल कारहरू रहेछ नि त यहाँ तर इच्छा गऱ्यो भने जानु सक्छु बस्नु सक्छु 200 युरो पप्पै यहाँ पनि हेर त्यस्तै दामी गाइसहरू हेर्नु अब त्यो त स्विजरल्यान्ड नै त हो यो अब यो माउन्टेन त हेर स्विजरल्यान्ड भन्छ सक्दैन यो पाहाड त हेर न पहिला ड्रइङ बुकमा ड्रइङ गरेर चाहिँ कि दुईवटा पाहाड बनाउँछ नि तर यो त है फोटोतिर के खिचेर राख्छु स्विजरल्यान्ड नै हो भन्दा हुन्छ नि हौ कमीको छ क्या हेर्नु त आज हो त स्विजरल्यान्ड नै हो यो कात्रा काटेर स्विजरल्यान्ड हाल्नु भिडियो चाहिँ गयो नि आम्बो है खास सिन त गयो नि उता राम्रो थियो आइहाल्छ नि पुरा नेचरहरूलाई प्रिजर्भ है त्यहाँबाट घरहरूको के भन्नेलाई बनावट बनावटहरू एकदम प्लानिङमा बनाएको पुरा जोडिएको छैन जोडिएको छैन स्पेसियस भएको ठाउँहरू ओके त्यो झुन्डेको दौडी पनि माथि पार्दै भनेको क्या फाटेको मात्रै भन्छौ अनि तिमी साह्रै घिनलाग्दो भयो कि टिकट भन्ने आउँछ नि इन्डियामा टिटीले अर्काको सिटमा बसिदिरहेको आम्बो एसी है मतलब छैन नि अहिलेको त्यो पेसेन्जरहरूले कि चढिदिइराखेको हुन्छ नि आम्बो कचाकच एसी पनि सिस्टम चाहिँ म चाहिँ ठिक लाग्दैन है? अब गभर्मेन्टले दिएको भएन गभर्मेन्टले दिएको सामान हो नि त अब गभर्मेन्टले मात्रै त हेर्नु सक्दैन नि त त्यो कुरालाई होइन किनौँ त हो त गभर्मेन्टले मात्रै हेर्नु सक्दैन नि त त्यत्रो त्यत्रो अब सिटिजन छैन हौ जिरो इन्डियामा त साह्रो एनर्जेटिक है तर हुँदैन यस्तो साथीहरू चाहिन्छ यो- एक दुईवटा एनर्जेटिक यस्तो चाहिन्छ नि ग्रुपमा भनौँ न अन्त होइन त त्यस्तो हो नि त अब गभर्मेन्टले मात्रै त आएर त भिजिट गरिरहँदैन नि त यिनीहरू पनि त गभर्मेन्टले त प्रोभाइड गरेको होइन तर पनि हेर्नु न यो चाहिँ मेन्टालिटी हो नि मान्छेले सोचाइ हो नि त मान्छेको कस्तो कस्तो के हो होइन आएको ए मान्छे मान्छेको फेमस छ त होइन होइन त
मान्छेको कतिवटा अब हेर्नु त कस्तो सफा छ यहाँनिर पहिले त्यो केही छैन र केही खैनी मार्दै न तापडी होइन त त्यो कुरा त फ्याक्ट हो नि त फ्याक्ट हो फ्याक्ट कुराहरू पनि यो कुरामा हाँस्ने कुरा होइन यो कुरा ठुलो कुरा हो सिरियस कुरा हो तर त हाम्रो इन्डियामा चाहिँ चेन्ज हुँदैन नि हुँदैन साह्रो छ इम्पोसिबल कतिवटा अस्ति भएको मिसन इम्पोसिबल हो इन्डियामा चाहिँ बन्दै भारतहरू हो ढुङ्गाहरू फ्याँक्ने हो त किन फ्याँकेको आफ्नै प्रपर्टी हो त्यो आफ्नै ट्याक्स हो आफ्नै पैसा हो त्यो साँच्चै आफ्नै पैसाबाट त गभर्मेन्टले दिएको हाम्रो ट्याक्स काटेर बनिएको कुरा त्यो बुझ्दैन नि त तिनीहरूले अब बुझ्दैन क्या मान्छेले बुझ्दैन अलिकति हाम्रो पाहाडकोमा चाहिँ दिमाग चाहिँ छ कि तर ढिलो आउँदो रहेछ हाम्रो फेरि यहाँ आएर चाहिँ बन्छ होइन अब त हाम्रो मान्छेहरू त्यस्तो छैन क्या होइन भए पनि त्यो हुन्छ नि अब अलिकति भए पनि मेनल्यान्ड इन्डियामा बस्ने मान्छेहरू यस्तो सेतो टोपी लाउनेहरू चाहिँ डरलाग्दो हुन्छ नि फेरि हामी एकदम अलिकति भए पनि हामी त्यो स्ट्यान्डर्ड हाम्रो लिभिङ अलिकति भए पनि अर्कै खालको छौँ किनभने पहिल्यैदेखि अब माथिनिर पाहाड त त्यही त होला सबै अब बाहिरको भाइब होइन पहिल्यैदेखिको है ड्रेसअप सेन्सहरू पनि बाहिरको पिक्चरहरू पनि बाहिरको प्रायः हेर्ने गीतहरू पनि बाहिरकै सुन्ने ऱ्याप स्याप के अरे त्यही त हो त्यही कारणले गर्दाखेरि पनि अलिकति हाम्रो रुबेन के भन्नु रुबेनलाई पनि भन्नु न कस्तो विचार भन Ladies and gentlemen, we are now approaching Puchol Station. On behalf of Železnična spoločnost Slovensko, we wish you a pleasant day and look forward to welcoming you aboard our trains again soon. के भन्नु पोपराट भन्छौ हेरे होइन नि पोपरा होइन नि यहाँ पैसा नि के गर्नु हाम्रो जर्नी स्टार्ट भएको त कति भयो 1 घन्टा त हुँदैछ अब कुनै के भन्नु थालिसक्यो है कि यहाँबाट अर्को ट्रेन हो आई डोन्ट नो है थाहा छैन हामीलाई 4 घन्टा भने जस्तो पोल्यान्ड थियो पुग्नु आँटेको हामी है यो हाम्रो लास्ट स्टेसन हो अब फेरि 1 मिनटभित्रै सोध्नु पर्ने यताउता पनि हो छैन फेरि 1 मिनट पछि घन्टा रुट हुन्छ 1 घन्टामा कहाँ आइपुग्छ कुनै के भन्नु त आयो त अन्त स्टेसनको नाम त के छ त्यहाँ त्यही त कुन के भन्ने प्रेजेन्टै भन्नु थाल्यो त अन्त उनीहरूले लेखेछ त बोर्डमा चेन्ज गर्नुपर्ने रहेछ पक्का पुच्चो भन्यो पुचो जात्रा होइन हाम्रो के अरे यो त हेर्ने छैन नि त बिहे नखाने बिहे नखाने होइन कि यो लास्ट स्टेसन त्यो मान्छेलाई सोध्दा त्यो मान्छे छैन अलिक सोध्नु न त्यो मान्छेलाई यो ट्रेनको लास्ट स्टेसन हो कि कहिले हो कुन चाहिँ हो लास्ट स्टेसन भनेर स्टेसन कहाँ जानु यो ट्रेन कहाँसम्म जान्छ भनेर एकपल्ट ट्रान्सलेट गरेर सोध्नु नि के हुँदैन माथेको छ भने पनि बोल्दा त बोल्छ नि त भन्दा माथेको मान्छे त सुतेको छ होइन लास्ट स्टेसन होइन मान्छे चढ्दैछ ए होइन मान्छे चढ्दैछ कि यहाँ आउनु सक्छ नि मान्छे आयो हड्दा भाइ भयो के छ क्या सुत्दैछु नि हल्का पादिउँ न यहाँ गनाएर बस्दिउँ मान्छे आए जस्तो छ है मान्छे भइहाल्छ हौ मान्छे आयो भने होइन ट्रेनको कुरा हो ट्रेनको कुरा गर यस के गर्नु पैसा माग्दैछ क्या त पछाडि साना हल्का कोदा यो महिना त छ नि यो महिना छ नि यो महिना हाम्रो केटीहरू चाहिँ आउँछ 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 उयो भएछ हेर्नु न मेरो चाहिँ नि फाइन मात्रै के भन्छ 120 युरो फाइन 20 युरो उतेलाई होइन 20 युरो चाहिँ पुलिसले हकाइदियो होइन किन हकायो भने चाहिँ अब यो पनि एउटा इन्फर्मेसन सानो इन्फर्मेसन हो केटाहरू अब हाम्रो यहाँको कार्ड त छ नि होइन कार्ड छ केआरसी कार्ड तर पनि जबसम्म हाम्रो हातमा The पासपोर्ट next stop is Kovarska Bistrica. बाँकी रहेछ कहाँ भिडियो गर्नु बित्तिकै हराइदियो लेख पनि दामी है खिड्की चाहिँ सफा हो वा दामी के
Ladies and gentlemen, we are now approaching Kralovan Station. On behalf of Železnična Spoločnost Slovensko, we wish you a pleasant day and look forward to aboard our trains again soon. रुबिन पनि खेल्छ होला त्यो पौडी रुबिन त डुब्दैन नि पानीमा चाक ठुलो नि त रुबिन रितेश म हामी चाहिँ पौडी खेल्नु सानो हुँदाखेरि एउटै गाउँको तिमीहरू ना हामी सँगै बसेको हस्टेल कि सानैदेखिको अब पछि हुँदाखेरि अन्त त्यति बेला चाहिँ एकजना दाजु चाहिँ कृष्णै भन्ने एकदमै त्यसले चाहिँ हामीलाई लगेको थियो त्यो रेली थियो नि त कालिम्पोङमा चाहिँ रेलीको त्यो उयो भन्छ क्या तिनचुले भनेर दगाएको थियो नि त प्रेमसँगै भन्यो त्यो फोटो खिचे जस्तो लाग्यो ठिकै छ भरे स्क्रिनसट गरेर राख्दैन निकाल्दा हुन्छ नि अब के भन्छ हामी चाहिँ पुग्नु आँट्यो खेलमा हामी होइन पुरा दिल्लगी मजाकमा एकदम ओम्बो त्यो धारावाहिकको उयो हाल्नुपर्छ यसमा चाहिँ हाम्रो यो ब्युटी पनि डिस्क्राइब गर्दैन यो चाहिँ पहेँलो खालको रेन्जो यसमा चाहिँ दिन्छ नि त पानीहरू रेन्जोमा चाहिँ अलिक पानी आज हामीले यता देख्नु त पानी पनि खाएको नखाँदाखेरि पनि खाएको छन् खाली पेट तर इन्जोय भइरहेको छ इन्जोय भइरहेछ डाइरिया भइरहेको छ पादेको कसले पादै होइन मैले पादेँ भनेर कसले भन्दैन गनाएको गनाएको पालो गरेर पादे जस्तै छ हो तर अब एकदमै दामी नेचरमा हामी आएको छ आज है त नेचर चाहिँ के अब यस्तो हामी चाहिँ अब गड गिफ्ट मजा आइरहेको छ हामी अब यो ट्रेन गएर तपाईँले देख्नु सक्नुहुन्छ तलको भ्यूहरू सानोबडे खोला थियो है त्यहाँ सानो खोला यो चाट्रा खोला यो खोला चाहिँ मानन्दमा जोइन हुन्छ यो यसो सफा छ हेर्नु न यहाँ है हामी त पडकास्ट गरेको हो अब पोडकास्ट क्वेसन गर्नु न मलाई हेर त्यो ढुङ्गाहरू है हाम्रो त्यसलाई बयान गर्नु सक्दैन कि यस्तो छ नेचर यहाँको है सिगार पनि बिचबिचमा है सफा गर्दै गर्नु पऱ्यो त्यसो भने तपाईँलाई यता हेर्नुहुन्छ तपाईँलाई तपाईँलाई त्यसो भने यो जग्गा कस्तो लाग्दैछ सोफार मलाई त एकदम ठिकै लाग्दैछ एकदम राम्रो छ इङ्ग्लिसबाट भन्नु अन्त अब भ्युवर्सहरू त कहाँ नेपाली बुझ्छ त ओके हिन्दी बोल्नु भयो हिन्दी भन इङ्ग्लिस चाहिँ भन्नु कोरियन जापानिज No, English. It's good in here. I can work in here. I can talk English. I can eat English. The beauty of the nature is very good, and we don't know the air because we are in a train. We are so excited, right? We're so excited. English कस्तो टाइम हुँदैछ? English राम्रो भएको छैन भन्दा? We're चुप We are so excited. I think we've few minutes we reach Tatra and we hike mountains and yeah, that's it. But one thing is very sadly we are so hungry and so thirsty because we don't have any water, we don't have any food. के भन्नु इङ्ग्लिसमा सो फार सो गुड होइन होइन के भन्नु अब रियल टाइम भ्यू Ready, steady, go. रियल टाइम भ्यू कस्तो लागिरहेछ अब This view is mind-blowing view. It's very breathtaking view. नेपाली आइहाल्छ हौ बिचमा तर यो भ्यू दामी आएको हेर न पछाडिबाट अब That's trees. That's trees. So greeny. होइन हिन्दीमा गर्नुपर्छ So greeny. हिन्दी पनि हतार जान्छ हिन्दी पनि डर लाग्छ नि त है
भन्न त ल म ये गाँव, क्यामेरा ये बगीचा, ये खोला, ये नाला, ये जंगल, ये डाँडा, ये काँडा, ये फूल, ये रंग बिरंगी पंछी. होइन हेर ल यसरी बोल्दैछ होइन अब म यसरी पठाइदिएर तिम्रो हुँदैछ कि दामी हुँदैछ क्यामेरामा साँच्चै भन्छ भन्न भने पारेपछि यसो म पठाइदिनु बोल न दुईजना आज बहुत अच्छा मौसम हो, बहुत अच्छा मौसम, एकदम हरियाली, एकदम बाहर पे देखिए आप, दिखाइए कैमरामैन, दिखाइए बहुत अच्छा है. बहुत अच्छा. ये फूल, ये बगीचा, ये खोला, ये नाला, ये जंगल, ये डाँडा, ये ट्रेन के पटरी लोग देखिए, इतना साफ सफाई है, इतना सुंदर है, सुंदरता से ये पूरा भर चुका है. इसमें जस्ट हम लोग का फुटप्रिंट चाहिए और बेहतर बनाने के लिए. और हम आज इधर पे आ गए हैं घूमने के लिए, ट्रैकिंग के लिए. एकदम हम लोग कारखाने से आए हैं. उधर पे धूल मिट्टी मतलब बहुत गंदा उधर पे होता है, लेकिन इधर पे आ गए एकदम फ्रेश हवा, फ्रेश एयर, हरियाली, ग्रीन ट्री, एवरीथिंग इज सो ब्यूटीफुल. ऐसा बहुत अच्छा लग रहा है मेरे को. अच्छा तो है यहाँ पर, लेकिन थोड़ा भूख और पानी से हम लोग तड़प रहा है. अभी ज़्यादा टाइम नहीं है. तड़पा हुआ मछली जैसा हुआ है. तड़पा हुआ मछली, पानी से बाहर निकाला हुआ मछली से. अभी ज़्यादा नहीं, आधा घंटा बाद हम लोग पहुँच जाएंगे कुछ खाने के लिए. ठीक नहीं, हम लोग जाके कुछ खरीद के ब्रेड वगैरह शायद कुछ भी होगा वो खरीद के हम खा लेंगे. और उसके बाद में हमारा ट्रैकिंग शुरू. हमने वो भी किया है, मतलब वाओ व्हाट नाइस व्यू. हम लोग यही देखने आया है इधर पे, यही देखने. तो जंगल पहाड़ एकदम अच्छा है, बहुत अच्छा है. त्यसको साउन्ड कभरेज कतिको छ मजाले रेकर्ड गर्छ. और ब्यूटी अफ द ट्रेन, ट्रेन बहुत अच्छा है. ट्रेन हराए त हो पुरा रुखले छोपेर. यो चाहिँ ताट्रा माउन्टेन रेन्ज. यो चाहिँ भन्नुपर्दा स्लोभाकिया र पोल्यान्डको बोर्डर हो. र यहाँ चाहिँ हामी आज हाइकिङ गर्नेछु. हाइकर नम्बर 1, हाइकर नम्बर 2 को चाहिँ खालि टाउको मात्रै निकालिदिनु पऱ्यो अहिलेको लागि चाहिँ. हाइकर नम्बर 3, 4. आफूलाई चाहिँ नदेखाएको. अब म त छुँदैछु नि. आम्बो है. तर यो यस्तो हो कि हामी प्लेनमा धेर बसेर नि त त्यति हेर्दा न त यो कति पनि होइन नि है. के हो है के रहेछ त्यो टुप्पोमा है. के टुप्पोमा के मलाई टेलिस्कोपहरू आए जस्तो लाग्यो. त्यो सेटेलाइट होइन उति हेर्छु नि माथि. होइन बाइनोकुलर त सानो हो. ठुलो त्यो टेलिस्कोप युएफओहरू हेर्ने टेलिस्कोप चन्द्रयानहरू हेर्ने. चन्द्रयान 2. अब कन्टिन्यू छ है. कन्टिन्यू छ. हामी चाहिँ पुग्यो बल्ल अलिक टाढाबाट गर्छु ल, डाँठो देखियो. अब फाइनली हामी माउन्टेन चाहिँ आइपुग्यो. फेरि माउन्टेनलाई हामी क्रस गर्दैछ. आम्बो साँच्चै क्या दामी हो. दामी. अब हाम्रो हाइकिङ सुरु हुन्छ छिटै होइन. अब अझै राम्रो जग्गाहरू देखाउनेछ हामी. अहिलेसम्म त हामी ट्रेनमै छ, गएकै छैन होइन. अब खास हिरो उठ्यो, हिरोले कुछ बोल्छ होला. म बोलो 2x मा गरेर होला. 1x मा यताबाट चाहिँ ब्राइटनेस आयो. हामी चाहिँ अब एकदम
आइपुग्नु आँटेछ तात्रा है पुगे भनौँ न यता पुग्यो है अब लगभग पुगिसक्यो यहाँनिर अब पिकहरू पनि छ हो यहाँनिर पर पिक्सहरू पनि छ होइन तर पनि अब स्पेसली चाहिँ हाम्रो साथी अनमोल भेरी एक्साइटेड है Very excited. You can see the excitement in the face. एक्साइटेड जबरजस्ती एक्साइटेड On behalf of Shell's Regional Sports North Florence, we look forward to welcoming you aboard our train. Finally, we have reached the destination. Ruben, give me my bag. उसको उसको पनि निकाल्यो त भाइ Let's go, man. Let's go. चार्जर पानी बोतलहरू हाल्यो चार्जर पानी बोतलहरू हाल्यो सामानहरू के भुल्यो नि भगिङ गर्दैन है भएन चिसो छ है हो यहाँ पछाडि को रेकर्ड गर्दैछ क्या अन गर्नु आउँदैन के हुँदैन तिमीलाई एडिट बोतलहरू क्यामेरा के अरे एडिट गरिदिनु ल नि फोनहरू सबै बोक्यो चार्जरहरू बोकेन ल गाइस हामी फाइनली हाम्रो स्टेसन आइपुग्यो अब यहाँबाट चाहिँ हामी मेन भनेको के अरे खानेकुरा खाने आइटमहरू खोज्नु पऱ्यो यसो रहेछ हौ ठिकैको छ यतिको त बाहिर गएर अहिले उयो गर्दा तातो भयो जाने हो घुम्नु छ भने त तातो भइहाल्छ त्यही त म बोल्छु त तपाईँ खै बोल्नु सक्दैन रहेछ कहाँ बोल्दैछु नि हो हामी चाहिँ पोपरा तातपामा आइपुगिसक्यौँ पोपराट हो पोपराट जो पनि होस् पोपरा होस् पोपरा तातरा तातरा चाहिँ तामा यो चाहिँ माउन्टेन हो माउन्टेनमा चाहिँ अब माउन्टेन चाहिँ होइन यो अब Second माउन्टेन highest. हो सेकेन्ड हाइएस्ट इन द वर्ल्ड आफ्टर माउन्ट एभरेस्ट खैनी चेप्दै गरेको आयो यार खैनी चेप्दै गरेर गयो अरे गाइस खैनी रुपेन अगाडि बहिनी हेर न हनुमानको आफ्नै छ एक्साइटमेन्ट कस्तो छ के छ So it's definitely we are very excited and again after reaching here it's like It's a chill weather. moment come true. Yes. After a long time. Makuri पनि भन्छ त किरण ओ दा एलियन खोइ को एलियन मलाई एलियन जस्तो देखेछ कुल देखेछ त हौ अनि यतिको मान्छे हेर्छ यहाँ अब गोरेबाटीहरूले सबैले हामीलाई हेरिरहेको छ होइन को कहाँको एनिमल आयो कहाँको है को फोरेनर आयो हाम्रो कन्ट्रीमा एलियन इज एलियन जसमा फेरि त्यस्तै छ होइन कहाँ अर्को डेस्टिनेसन जाँदैछ होइन हाम्रो ग्याङ्स यस्तो भइसक्यो त अन्त सुम्पेछ क्यामेरामा यस्तो भइसक्यो